खै हाई गरिदेऊ न सबैजनालाई टसी द लेक भन्देऊ न अनि तपाईँको नाम के हो हो तपाईँ ज्ञानी छ कि छैन हो आज अब घुम्नु जान्छु ल है म घुमेर आउँछु हस् हुन्छ तपाईँ धेरै बदमास नगर्नु नि म बाहिर खान्छु तपाईँ खाना राम्रो खानु है खाना राम्रो खान्छ कि खाँदैन खान्छु भन न हस् भन ल राम्रोसँग घुम्नु भन न वा तपाईँ गाडी हो खानेहरू त ल्याएला नि बुझिहाल्यो ल है आज चाहिँ हामी चेल खोलतिर हल्का चिल हान्नु चिल पाराले भन्छ नि ओइ मैले बोल्ने चाहिँ फेरि चिल अस्ति मैले जोक्स हानेको राजा नि नोक्राला भाइ हेलो वेलकम गाइज वेलकम भन्ने एउटा छ नि दोस्तों मेरा हिंदी बहुत अच्छा दिन है आज हम मेरा दोस्त लोग के साथ क्या बोलते वो चेल खोला पर हम जस्ट थोड़ा चिल मैं तेरा आफ्नो मजाले खिच्दा चिल करने के लिए जा रहे हैं हम आई होप यू गाइज ऑल्सो इन्जॉय दिस भिडियो हैन यस्तै त नि आज चाहिँ अब जोर्डनको हो कि हुन्छ चाहिँ अब हल्का उहाँले चाहिँ हल्का टाउको दुखिरहेछ अरे यो कारणले गर्दाखेरि चाहिँ हल्का हानिदिएको नि चिल्याक्स पारामा पेन्सन के छ हौ कुरा पेन्सन त त्यो क्या है अब बोले न कुछ बोलिए न आज हम इधर से बहुत दूर जा रहा है लगभग ऐसे कितने किलोमीटर होगा इधर से लगभग 15 किलोमीटर होगा हम इधर से बाय वॉकिंग जा रहे हैं तो इधर से बहुत दूर है हम लोग को मालूम नहीं है जैसा कि हम लोग को गाड़ी मिलेगा या नहीं मिलेगा हम लोग को मालूम तो नहीं है लेकिन कोशिश करेगा इधर से जाएगा इधर से निकलेगा और इधर से रोड पे हम लोग अभी शॉर्टकट जा रहा है ना इसीलिए इधर से शॉर्टकट जा रहा है तो अब हम लोग इधर से शॉर्टकट निकालते हैं और लोकल विलेजर्स इधर रह रहा है तो बहुत इधर अच्छा लग रहा है इसे देख के आपका हिंदी तो बहुत काफ़ी अच्छा है तो इधर देख के बहुत अच्छा लग रहा है और इधर विलेज का आप लोग एरिया भी देखो बहुत अच्छा है तो ये गाँव का नाम क्या है ये बस ये गांव का नाम तो मुझे पता नहीं है लेकिन हम लोग इधर से शॉर्टकट भी निकल चुका है इधर देखो और हमारे दोस्त लोग वाटर व्यू लुक एट गाइज थोड़ा सा मिस्टेक हो गया हम लोग इधर से जाने वाला था लेकिन वाटर व्यू फ्रॉम दिस पॉइंट लुक एट द जोर्डन टुडे इज साइलेंट ओए हिंदी से खड़ा आदमी बोल रहे ओए ये दोनों मेरा दोस्त है और वो हम लोग को रास्ता दिखा रहा है ये दोनों इधर से है ना रास्ता इन लोग दिखा रहा है हम लोग को बहुत ग्रीटिंग कर रहा है बहुत अच्छा है ये लोग चलिए हाम्रो खिड्की नपुग्नु पर्दैन गुरु मुसेको त हाम्रो खिड्की पुगेर टर्निङ उता जानुपर्छ हाम्रो खिड्की पुग्नु पर्दैन हो हाम्रो खिड्की पुग्नु पर्दैन छुट्टी भाइ पर्छ है हाम्रो खिड्की किन पर्दैन गुरु मुसेको कुण्डा भयो ठाउँ फापर खिड्की चेल खोला मुनि हो मुनि ए मुनि भयो भने माथि भयो भने जाँदैछु हामी
के कुराहरू छ फापर के ल यसमा चाहिँ हजार ठोक्छु म त कस्तो गरेन हुन्छ कस्तो ल ठोक तिमीहरू ठोक कस्तो ल ओइ पिकिङ आइज ल दामी छ यो ठाउँ चाहिँ जङ्गल चाहिँ दामी हो आज हाम्रो छुट्टीको दिन अनि यसो के भन्छ नेचुरल स्विमिङ पुल खोला नालामा अनि पौडी खेल्नु होइन नुहाउनु लुगा धुन्नु चियासा खानु खाजासाजा खानुको लागि आज आएको हामी 5 जना हामी साथीभाइ 5 जना आएको छौँ अनि अरू साथीहरू पनि अगाडि के कुनै लामाहरू कुनै साथीहरू चाहिँ अगाडि गइसक्यो है सायद त्यहाँ भेट्छ होला होइन अनि हिँडेर आइरहेको छ गाडीहरू पायो भने नि चढौँ भनेको गाडी चाहिँ पाएको छैन हो भ्यू हेर्नु है भ्यू टाढो रहेछ यो ठाउँ चाहिँ होइन हामीले फर्स्ट टाइम पुगेको है होइन सो एमेजिङ होइन एकदम मजा आइरहेछ है कसम थ्याङ्क यू कसम यार तिमीहरूलाई एकदम मजा आयो आज ओइ केटा हो अनि उसको नाम चाहिँ च्याम्पियन है च्याम्पियन हाम्रो च्याम्पियन ब्रो दामी हो ठाउँ चाहिँ पुल चेल खोला हजुर माथि एउटा गाडी छ माथि जानु भइसक्यो अहिले हामी फेरि भेट्छ हजुर कुवा पनि माथिसम्म आएँ अनि यहाँ फेरि अहिले भेट्छ हामी त्यसमै जाने हस् त ताक्ता डोस कुन्चेसुम यताबाट रे यता ए उता तल ए रोड चाहिँ उता निस्किँदो रहेछ ल आई थिङ्क सायद बाटो बिग्रियो होला सायद होइन नट स्योर है सर्टकट भनेर आएको तर हेरौँ होइन कहाँ पुग्छ काहीँ न काहीँ त पुगिहाल्छ नि होइन ल यो हो हाम्रो होइन हामीले अब थाहा हुन्छ होइन यो थुक चाहिँ अब होइन जहाँपट्टि हो अनि त्यहीँपट्टि चाहिँ अब बाटो सही हो भन्ने चाहिँ देखाउँछ क्या यो चाहिँ हाम्रो पहिला होइन पुर्खा मान्छेहरूले गर्छ अरे यस्तो होइन अब त्यही हो हेरौँ नि ए सम्झौ थुक कहाँपट्टि त्यहीँबाट है बाटो है यतापट्टि गयो दुख्दा यतापट्टि देऊ ल ओ केटा हो बाटो बिग्रेको रहेछ है कसम बिग्रेको होला होइन यो ठाउँ हेर्न हामी यता गाडी आउँदै उता गाउँपट्टि पो जाँदैछ हामी त सायद थुकले पनि होला यार यो हाम्रो बाजेहरूले गर्ने तरिका है पुर्खा बाजेहरूले थुकले चाहिँ यता देखाए होइन तर खै साथीहरू 2 जना साथी यता गइसक्यो है सायद हाम्रो त्यहाँ अगाडिको गाडीले चाहिँ तल लगेर गयो हो अब हामीले थाहा छैन कहाँ पुग्छ हो गर्मी यसरी खिचिन्छ क्या दामी देख्छ यार आमा दिले यहाँ को खिची टिम अरे दोन धंधा लम्का छिकल ले सुमरे शायद हम लोग उधर पूछना चाहिए था अच्छा से उधर नीचे जानै पर्छ कि हामी यस्तो लङ हमको मालूम नहीं ल कै देखायो हामी त अब तल गएर काम छैन सायद अब बाटो बिग्रेको हुन सक्छ तल गएपछि जङ्गलमा पुग्छ थाहा हुन्छ अहिले बाटो छ भने कस्तो रोडै देख्दैन रहेछ क्या यहाँ त
गयो यार तिनीहरू जाउँ ल जाउँ अब जानुपर्छ साथीहरूसँग जानुपर्छ उताबाट रहेछ भनेको कहाँ उता ठुलिम तल पुगिसक्यो मैले अघि यता होइन त भने मान्छेको गोठतिर पो पुगेर जस्तो हामी त बाटो कहाँदेखिको बाटो यसलाई सोध बरु यसलाई सोध यतापट्टि हो हो रे ऊ हल्ला त घाँटी हल्ला माथि जाने तल जाने तल ओके गुड तल रे हो ल हामी गएको ल थ्याङ्क यू यसलाई लैजाउँ होइन हाम्रो गाडी चाहिँ खोइ कुकुर चाहिँ गाइड पनि कहाँ गयो ल यो दुईजना साथी तल गइसक्यो कि अब सायद तलै होला हेर्न गइदिउँ न त ऊ पानी खाने स्टाइल चाहिँ हो है एकदम होइन हामीले पाइप फुटाएको त्यस्तो त के होइन एकदम नसक्ने रहेछ अन्डर मात्रै दुई रहा हेर ल ठिक छ ल थ्याङ्क यू जाउँ यस्तै हो जिन्दगी होइन सधैँ फिक्स प्लान हुनु हुँदैन कहिले तल कहिले माथि त्यस्तो चाहिँ मजा आउँछ नि त होइन यो संसारमा ग्यारेन्टी भनेको केही पनि हुँदैन होइन नथिङ इज पर्मानेन्ट होइन सो वी हेभ टु क्रिएट के भन्छ वी हेभ टु क्रिएट रे त्यतिमै अड्क्या त्यो चाहिँ हो वी हेभ टु मुभ अन होइन अगाडि बढिरहनु पर्छ होइन कतै न कतै त पुगिहाल्छ बाटो चाहिँ दामी रहेछ डाइरेक्ट रोडमा पुगेछ अरे यो खाँचा पनि यो जुत्ता चाहिँ लाउने होइन रहेछ यार मर्दिन्छ फेरि गोल्ड स्टार लाउनु पर्ने रहेछ गोल्ड स्टार चाहिँ ओके कुची दुईजना हो ज्याप्पा मार्नेर खोइ बाटो ए आज चाहिँ खोइ खोइ बाटो चुल्टिम खोइ बाटो गुगल म्यापको नतिजा त्यस्तो हुन्छ नि साथीहरू कहिले उयो गर्नु बिलिभ भनेको मैले पहिले सुन्नु त सुनेको थिएँ हो होइन कि हामी माथिबाट गएको दामी हुन्थ्यो तिनीहरू चाहिँ कहाँबाट गयो त्यो कुनामा यार झन् फस्दै गयो हामी त कहाँ पुग्यो We are lost! God! Help me! Come. दुईजनाले I need your help! गुगल हेर्दै जाँदैछ यो जङ्गलको त्यो बाटै नभएको मात्रै गुगल म्याप हेर्दैछ हौ दुईजनाहरू चलाक दुईजना अगाडि जाँदो रहेछ है God! Help me! हो अहिले जिजस आउँला नि Jesus, please! Not bad! Not bad! ओए हट दुईजना जाँदा तिमीहरूको बाटो चाहिँ भएन अब अब चाहिँ एडभेन्चरै भयो हो अब चाहिँ अति भयो कस्तो अब चाहिँ धेरै याङतामा हुँदैन आयो चिप्लेला भयो देयर इज नो अब चाहिँ गएको ए ल मजाले जाने त्यो भित्र माथि सोल छैन चिप्लेको गर्दा रहेछ म चाहिँ भित्र हट कहाँ पुग्यो थाहा पनि छैन आम्मा चिप गुल्ट्यो भने त तल पुग्ने रहेछ नि खै अब के साथीहरूले कस्तो बाटोमा ल्याएर
अब के गर्ने जस्तो बाटो भयो भने जानु त पर्यो हैन यहाँ जङ्गल बिचमा बस्नेको कुरा आएन है तर आजको चेल खोलाको यो ट्रिप चाहिँ के भन्छ अनयुजुअल हैन कसैले नगरेको यो चेल खोलाको ट्रिप चाहिँ भयो आज ओ के हो पानी छुटेको यतिकै रहेछ बिचरा छुटेको होइन होला है ल पानी बनाउने आउने मान्छेको बाटो रहेछ मैले के भने नि माथिबाट गयो दामी हुन्थ्यो कि कहाँ पुग्यो खै उनीहरू कस्तो बाटो हिँड्नु पऱ्यो क्या राजा दामी छ जाउँ जे भयो नि ठिकै छ नि त होइन लस्ट इन जङ्गल भनेर हालिदिनु पऱ्यो नि जङ्गलमा हराएको भिडियो भनेर लस्ट इन जङ्गल के अरे जङ्गल सफारी रे होइन लस्ट इन जङ्गल फर टाइम दियो भने एउटा कति भयो हामी यहाँ यो भित्र छिरेको 1 घन्टा त धेरै भयो नि घाँटीमा के पस्यो हेर बाटो ओइ यहाँदेखि खस्यो अन्त ल म पसिना नआउने मान्छे यहाँ पसिना खलखल आइरहेछ कहाँ हाम्रो गाइड 2 जना कहाँ पुग्यो ल अब गाडीको स्वर सुन्दैछ है गाडीको आवाज सुन्दैछ है बाटो पनि अब हेर्नु न झन् डर लाग्दो खालि बाटो आएको कस्तो खाँदो बाटो आज चाहिँ एडभेन्चरै भयो एडभेन्चर भन्छ नि यस्तोलाई नगुल्टे मन लागेर आउँदा खुट्टाहरू यसरी हराएर 1 घन्टापछि चाहिँ तपाईँ के हुन्छ भन्दै असर चाहिँ तपाईँलाई जिउमा खुट्टाहरू चल्न स्टप हुन्छ माइन्ड पनि स्टप हुन थाल्छ टेन्सन एन्जाइटी तर आतिनु पर्ने केही छैन हैन हामी जहाँ छौँ आफ्नै एरियाको जङ्गलभित्र हो हैन त्यहाँ आतिनु पर्ने कुरा केही छैन है तर बाटो चाहिँ साँच्ची भनेको डर लाग्दो छ है हैन यहाँदेखि तल गयो भने त पुग्छ नि हो जङ्गलभित्र हामीलाई उल्टो बाटो देखाएको रहेछ त्यो माथि एउटा दिदीलाई बाटो सोधेको थियौँ कि हामीले त्यो दिदीले पनि मतलब नगरिकन हो तलदेखि हो भन्नुभयो कि अन्त हेर्नुहोस् उहाँको एउटा सानो गलत इन्फर्मेसनले हामीलाई यति दुःख पुर्यो हैन ल एउटा यस्तो बाटोमा आइपुगेछौँ है यो नि खास भने मेन रोड त होइन तर यही बाटो भए पनि जाउँ न त अब भाइ हाम्रो गाउँघरको घरहरू है राम्रो छ जस्तो भए पनि आफ्नै हो हैन त्यही ठुलो कुरा हो जुम होइन तर यो बाटोहरू थाहा पाउनुपर्छ है यो बाटो नथाहा
पुग्यो किन यस्तो अनि माथि चढ्नु पर्दो रहेछ होइन झर्नु त ठिक छ नि एक्लै रहेछ हौ ऊ बोल्यो ऊ हाम्रो साथी आयो ऊ गाइड आयो गाइड ल ए बाटो देखाऊ है हामीलाई बाटो देखाऊ यो कुकुरको नाम एउटा राखिदिइहाल त ल केटाहरू कुकुरको नाम एउटा राखिदिइहाल न के अरे जन सिना के हो जन सिना पो राखिदिइरहने झिक्बो झिक्बो ओ झिक्बो बाटो राम्रो देखो ए हेर्नुहोस् हाम्रो अर्ग्यानिक घर ओ झिक्बो ल बाटो देखो हामीलाई रोड तल चेल खोला तल जाने बाटो पाउँछ है ए हजुर हस् त तल पुलमा खबर केटीदेखि तल झर्नु हजुर हस् धन्यवाद होइन हाम्रो गाइडको अनुहार हेरौँ न हाम्रो मेन गाइड चाहिँ उहाँ हो आज I'm really sorry. I'm sorry. कस्तो के भन्न चाहनुहुन्छ कि तपाईँ मात्रै हो मेरो सरी मात्रै हो मेरो मुखबाट के छ त हाम्रो अर्को मेन गाइड होइन एउटा मेन गाइड गुगल म्याप हो गुगल म्याप कहाँ गएछ यहाँ अझ हामी हिँड्नुपर्छ यहाँ ऊ गुगल म्याप जाऊ जाऊ ल जाऊ ल अब देखाएको बाटो देखा ल धन्न यो रोड त पुग्यो पानी सक्यो है पानी पनि सक्यो अब त हामी के गर्ने जुस खाइदियो न जुस ठाउँ हेर्नुहोस् भ्यू हेर्नुहोस् टाइममा घुम्नुपर्छ यसरी साथीभाइ मिलेर त्यो हो अब लाइफ भनेको होइन एक ठाउँमा बसेर त अब एक ठाउँमा बसेर त हुँदैन रहेछ नि होइन हुँदैन एक ठाउँमा बस्नु हुँदैन है जिन्दगीमा हलचल चाहिन्छ हलचल लाइफ इज जर्नी यु हेभ टु टुर म्यान यु हेभ टु टुर गिभ अप इज नट इन द ब्लड यो चाहिँ निम्स दाइको हो क्या फेरि हो हल्का निम्स दाइको पनि हामी यो फ्यान पर्यो त्यही भएर नै आज हामीले हल्का जानी भने पनि अब भन्नु मिल्छ हामी यस्तो गर्नु गर्छ दुःख चाहिँ लाइफमा हल्का दुःख आएन भने सुख भनेको के हो वी क्यान रियलाइज दुःख नभोगी सुखको महसुस हुँदैन कहाँ त्यहाँदेखि हो कुची यहाँ बाटो ए हरे ओए यो मान्छेको दिमागले चाहिँ दुःख दिन्छ ए टाटा निक्ल्यो टाटा त्यो पानी गर्छौ के गर्ने हो हामी पुग्नु उतै जाने हो कि यहाँबाट तल जाने यहाँबाट तल झरौँ उता जानु उतै जानु यहाँबाट तल झर्यो भने तल झर्छ झर्छ रोड चाहिँ देख्यो हाम्रो मेन रोड थियो झर्छ यहाँबाट तल जाउँ यहाँबाट किन घोटालोहरू ठाउँ चाहिँ एकखेप सोध्न यहाँदेखि सर्टकट छ एकजना सोध्नु घोटालोहरू ठाउँ चाहिँ क्या बाटो निस्किन्छ कि निस्किन्छ के भयो देखाइहाल्ने बाटो नभागन हो तिमीहरू नभागन किन भागिदिएको हो धन्यवाद दाइ थ्याङ्क यू बाटो देखाएकोमा थ्याङ्क यू बाटोमा भेटेको सबै मान्छे नराम्रो हुँदैन होइन कसै राम्रो मान्छेहरू पनि हुन्छ नि है राम्रो बाटो देखाइदिने होइन सबैजना माथिको दिदी जस्तो पनि हुँदैन सबैजना त्यो जस्तो दिदी नै हुँदैन होइन अरूको पर्वाह नगरी होइन अरूलाई यसरी फसायो हामीलाई होइन अब ठिकै छ केही छैन होइन
ठिकै छ हेरौँ यो बाटो कहाँ पुऱ्याउँछ हामीलाई हाम्रो गाइड ओ जिप्पो आएछ जाऊ 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 गो गो जिप्पो उसको नाम चाहिँ जिप्पो राखेको हामीले जिप्पो कुकुर ल किन के हेरे हामीसँग जाने हो अब आजा 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 जिप्पो आजा जिप्पो आजा आजा खोइ जिप्पो खोइ जिप्पो जिप्पो जा बाटो देख हामीलाई जिप्पोले चाहिँ यो कुकुरले चाहिँ हाम्रो साथ छोडेको छैन अघिदेखि माथिदेखि हामीसँग आएको छ हो यसलाई आज चेल खोलामा लगेर नुहाउनुपर्छ है आज हाम्रो जिप्पो कुकुरलाई पनि त्यहाँ खोलामा लगेर नुहाउनु पर्यो जिप्पो आजको हाम्रो यो ब्लग चाहिँ पुरै जङ्गलमा यसरी रहेछ है ल रोडको खोजीमा भनेर रोड खोज्दा खोज्दा बाटो दुईटा रहेछ यहाँ र यहाँ कहाँ जाने हो हेर्ने हो कहाँ जाने हेर्ने हो हेरौँ यसमा के हेर्ने छ ओके केटा साङ्बो कुरा धेर नसुने सिस्नु ल्याउँछौँ होइन भाइ सिस्नु भएमा हालेर खानु दामी हुन्छ त दामी चाहिँ हुँदैन होला है कसम हुन्छ कस्तो माया लाग्दो सिस्नो रहेछ हौ दामी हुन्छ यो मिठो खालको सिस्नु काडै नभए होइन यो टुप्पो टुप्पो है सिस्नु है त्यो सिम्बोहरू त कहाँ पुग्यो तल छ त रोड त बाटै छैन यो त जानु गाह्रो हुन्छ के हो त्यो दाइले नि हामीलाई उल्टा देखायो क्या हो त्यो बेला ब्लग बनाउनु पर्ने क्या रातिको चाहिँ सायद त्यो दाइले बाटो चाहिँ सही देखाएको होला यो पहिला रोडै हो जस्तो है यहाँदेखि तल गएपछि त पुग्छ होला अब त रोड देख्नु हुँदैछ है ल यता गएर हेरौँ न होइन वी विल फाइन्ड आउट जिप्पो आजा आजा जिप्पो आजा आजा जाउँ नजाने हो तल अब गुम्बामा लान्छ हामी ल ओइ 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 फाइनली रोडमा भेट भयो फाइनली रोडमा भेट भयो फाइनली रोडमा के हो जिपअपको फ्यान हो क्या ए हाम्रो गाडी पाएछ ल हाम्रो लागि दुईटा गाडी रोकिरहेको छ डाला के रे अगाडि आइज अर्को देमा तेल त देन मेम आउँछ आमा भाइ झिमा दे झिम्बो त था साम यसमा त
थ्याङ्क यू ओए कस्तो हल्लेको फिल भयो हो त है तिमीले भने मलाई पनि दियो भने ओए पुग्यो हाम्रो खोलामा पुग्यो चेल खोला पुग्यो चेल खोला केही खानु पर्ला अति भोक लाग्यो मलाई त त्यसपछि चाहिँ खै यता जङ्गल होला लेट्स सी हैन हाम्रो यहाँतिर चाहिँ यस्तो लोकल गाडीहरू आइदिन्छ हो अनि हामीलाई फ्रीमा लिफ्ट दिनुहुन्छ है एकदम धन्यवाद है यप यता चाहिँ खतरा बनाएको छ आजकल ओ तिमीहरू के नखाने मलाई त अति भोक लाग्यो याद हो त तिमी याद म पुरा भोक लाग्यो मोमो ढोसा हमारे सही मलाई अति भोक लाग्यो खाऊ न मोमो साना दाया खान्छ अहिले मोमो नभए चाउचाउ के खाने खाऊ न जाउँ स्पेसल ठाउँमा फार्मिङ हाउस आम्मामा म त दि खतरा बनाएछ अम्मा दामी बनाएछ है ल एकछिन बसौँ चिया खाउँ है त्यहाँदेखि चाहिँ यतादेखि हिँड्नुपर्छ यतादेखि चाहिँ उता जानुपर्छ हो $50 लाख पायो भने हाम्रो थुक्पा आयो थुक्पा हाम्रो थुक्पा आयो थुक्पा अनि भर्खर हामीले लोट्री एउटा काट्यो हो 300 को लोट्री जित्यो भने चाहिँ आउँछ भन्छ अब खै हेरौँ है अब कति लाख आउँछ जस्तो जित्यो भने चाहिँ कस्तो रहेछ रहेछ ओज ओज भने त एक मुखमै सक्छ जस्तो है ल अब जाउँ है ल यो जो हस् खोल्नुहोस् यहाँ भनेको दामी छ ओके जो सागी भाइ अच्छा है सांबो ओए सागी एकदम अच्छा दिए 5 वटा दिए कितना है या चुल्ली भाइ सिंदा दामी हो भैयाको आइसक्रिम चाहिँ दामी रहेछ है जान्दैले है के हो पेन्सन ला मिठो छैन त छैन त मिठो अनि जाउँ खेल्नुपर्छ मलाई स्विमिङ खेल्नु त आउँदैन अब यसो नआउँछु होइन तारी कहाँ छ त्यही ल्याएको छैन माथि छ नुहाइ गर्छु हो त्यही हो अलिक फ्रेस हुन्छु होइन त्यहाँबाट भाइ सुबाट नजाउँ
कहाँ चढी बस्छौ यता छ त सजिलो Subscribe, man! मान्छे उता पुग्छ जो तेनु धूप लगे यहाँ पे तो मैं छाव बन जावा तेरे खुशियों के खातिर मैं सारे जग से लड़ जावा है तू ही मेरी आरज़ू पानी से दाम लियो ल केटाहरु चाहिँ उता माथिबाट रहेछ हो ल हामी त्यही जान्छौँ अब है अरे गएको न सम्झे होइन झ्यार्के छैन निमाम रहेछ मेरो उसिमु झ्यार्के त घेरि अघि हामी आएको कहाँमा पेन चाहिँ जाँदा याद गर्नु आएको कहाँमा हामी आउँदैछ ठन्डे लड्यो मेमोरीमा स्पेस पनि धेरै छैन कि सो आया तिमीहरू के हो हाम फाल्ने हो
अम्मा यार ओए कुछ क्या इनार दे यार अब जमिसन हाल्छु ल चलाउँदा यहाँबाट चढ्न सकिन्छ ल यता सबै गएर यिनीहरू गहिरो सबै गएर अलि उता हाम्हाल्ने फेरि पसेर हाल्नु ठोक्दैन आसन यही जानु छ तर तपाईँ आज यस्तो गरेर उता खानु ल सुनको देख्छ नि साबुन हो गजिलो यहाँ के रहेछ अहिले लोक खेल्न त त्यो बिचमा यहाँ के रहेछ हो दामी 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 ए हामी सबैले चाको यस्तै चाको ओए यो दामी दामी हामीले यस्तै हो चाको दामी 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 अम्मा भाइ आम्बल अम्मा यार यो आजा दामी के पाक्दैछ
के हो अन्डा आलु आम्मामा मान्छे ल एकटा मजा गर्नुपर्छ कहिलेकाहीँ यस्तो नेचरमा खाना पनि मतलब एन्सियन्ट टाइमको खाना हो ल सांबो let's go ओए केला सांबो आयो डर के आगे जिते पानी भित्र हामी डुब्छ नि मान्छे त्यो बेला हामी पनि तातिन्छ हल्का झुप्प हुन्छ तर त्यो बिस्तारै आउँछ माथि पुगेर तर्सिने ल मार्दम ब्रो आम पाल्ने रहेछ ल यतिकै ल यसरी ल भइसक्यो भयो फाइनली हामी चाहिँ हाम खेलेर होइन यहाँ साथीभाइ सबैजना हेर्नु ठुलोदेखि सानोसम्म जानु हेर्नु यहाँ उता वाउ फ्यान्टास्टिक माथि पनि एकदम जम्न रेडी छ सबैजना एकदम तयारीमा हुनुहुन्छ है त्यसै गरी म चाहिँ एकदम गोब्रो फास्टमा पुरा यहाँ अब म माथि गइरहेको छु बेसमा बोलेर गाह्रो छ हो एकदम गाह्रो ठाउँमा चढिरहेको छु हेर्नु फाइनली हामी आइपुगिसकेको छैन यो चाहिँ हाम्रो एकदम खतरनाक हो एकदम तातो भनिन्छ उहाँ चाहिँ हाम्रो क्यामेराम्यान क्याप्टेन बोस विथ द बोस बस हो त्यसै गरी साइडमा हुनुहुन्छ चिने हामी सबैजना हामी जानु एक टायरमा यहाँ मुनि यहाँबाट खस्यो भन्ने अरे चिकन तन्दुरी ल छुटु लु बेस लुका नि अन्त यो चाहिँ चस्मा हो ल ले छुटु यो चाहिँ बेस हो बेसमा उसले समातेर हाम्हाल्ने होइन समातेर हाम्हाल्ने सबै हामीले हो ल यसो गरेर अरे गोब्रो कहाँ बोल्दैन यसले मलाई देख्दैछ मलाई तिमीलाई देख्दैछ बुझिस् बुझ्यो केटा हो हामीले त्यसो हो अरे फाइनली म हामीलाई गइरहेको छु अरे ओए केटा हो फाइनली म हामीलाई गइरहेको छु सबैजना जोस दिनु पर्यो मलाई होइन फेरि जोस दिइरहेको सबैले होइन म फेरि एकदम जोसले साथ गरेर ल 1 2 3 है पानीमा हामीलाई गइरहेको छु 1 2 3 जम्मा सेर बोए फाइनली हामी आइसकेको छु यहाँ अम्बेलेर होइन खतम भयो ओए एकदम
माथिबाट ब्याकल दियो भने मेरो फेरि भरे चाक बारा निक्ल्यो भने के गर्नु फेरि यस्तो त नयाँ बाबले हामीलाई पनि आइसक्यो सो माथि हेरेको हेरे केटाहरू चाहिँ हेरेको हेरे केटाहरू हेरेको हेरेको हाम्यालेको फेरि कस्तो तन्दुरुस्त मान्छे होला सक्दो हाम्रो मर्दाम पनि तन्दुरुस्त छ ल ल गोब्रो लिएर माथि अटे भाइ गएर त्यसै नाच जाइदिए दुख्छ गोब्रो 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 खतरा हाम्याल दिएदेखि बिजेत भयो ल मेरो त आमा तेरा छैन नि एक किन गोब्रो समाउनु कि गोब्रो फुल लाग्छ होइन हौ ल अब साम रहेछ साम ल दाबी ल पेन्सन क्या बात है कसम इतना खतरनाक जम दिया ना बहुत मजा आया हमारे को ये भी जम मारने जा रहा हूँ लेकिन सब लोग खड़ा हो गए देख रहा है देखो हम भी जम मार रहा है रिस्की छैन हो सेफ्टी छ दामी कुन चाहिँ चिया हो यो ताजमहल चिया ल ताजमहल टी रहेछ आज अन्डरको रङै जान्ने रहेछ तर टसमा छ भन्दा त राम्रै रहेछ भयो ताजमहल टी अनि अर्को के छ के हो यो के पकाएको भुटान कोका आम्मामो यो कहाँको आलु हो यो चाहिँ सिङ्गौलीको आलु यहाँ पाउँदैन यो चाहिँ हो अनि अन्डा चाहिँ अन्डा चाहिँ ब्याङ्ककको 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 अन्डा ल ब्याङ्ककको अन्डा भुटानको कोका आम्मामो ल डोरो खानुपर्छ रे ल दामी छ केटाहरू मजाले खेल्यो हो आम्मा डाइट साहब हानेर है तर सेफ्टी थियो नट द्याट रिस्की होइन पानी गहिरो रहेछ यता अनि यस्तो पानीले बगेर लाने ठाउँ त्यसो पनि केही छैन अनि इट वाज गुड है नो वान वाज इन्जर्ड होइन दामी यार मजाले नुहायो आफू चाहिँ स्विमिङ खेल्नु नि आउँदैन हो अब मजाले खाइने त्यसपछि गइन्छ होला ल गाइस ब्याङ्ककको अन्डा हो अनि के अरे कहाँको आलु रे सिङ्कौली हो कहाँ हो सिङ्कौली अनि कप सबै छ भने तपाईँले बाँकी के हो त्यो चाहिँ स्पेसल ल मजा गर्नुपर्छ जिन्दगी कस्तो भयो आज रमाइलो कसम के त एकदम एडभेन्चर भयो एडभेन्चर आज चाहिँ हाल्यो नसोचेको भयो आज बाटो पनि बिग्रियो है म अन्डा फुटाउँछु सबै दिन गएर कहाँ पुग्यो हामी जङ्गलबाट गयो लास्टमा खोला पनि पुगेछ थाहै पाएन यार आज चेल खोला भन्ने ल चिया हात्ती खोला रे नाम कहाँ हो माथि यो चिल खोलाको टुक्रोमा के यो दुईटा यहाँबाट जाने हो रे 1 किलोमिटर यो दुईटा मिलाएर पनि ठुलो छ अरे चेल खोलाको दाइ हो रे हात्ती खोला
भाडा चाहिँ दामी देख्छ यार अर्ग्यानिक भाडा तान त है तान चम्चे तान जामा पानी पर्ला जस्तो भयो त हौ ओए ओ बाबा ओइ सक्दैन मेरो अघि हाल्न जङ्डो हाल्न सबै हाल्छ जार सुकेको छ लुते मान्छे खाएको सबै खा म नखाने चिया त दामी हो खाएको कसरी छ के अरे सिङ्गौलीको आलु रे सिङ्गौलीको आलु रे दामी है सिङ्गौलीको किन भन्नु भन्दा गुलिएर चाहिँ अलिअलि त्यसले गर्दा ओइ ब्याङ्कको अन्डा कस्तो रहेछ है ओए यो कसम यो 5 स्टार होटलमा यस्तो हुँदैन कप यार टेस्ट चाहिँ भन्न टेस्ट आम्मा कसम वाता चाहिँ त्यो धोर्जन भन्छ नि त्यो हुन्छ नि त्यो इन्डियन भइहाल्यो कि त्यो भन्दा डेन्जर भएछ भनेर बनाउने मान्छे रे बनाउने मान्छे गाडी पाउँछ कि पाउँदैन है गाडी चाहिँ पाउँछ कि पाउँदैन जानु चाहिँ गएको है अब खास भने सिलगढी जाने बस एउटा छ त्यो बस त सायद लाभा गइसक्यो होला हो अब अघि बिहान जस्तै टाटा ट्रकहरू पाउँछ होला होइन पाउँछ कि पाउँदैन हेरौँ है कहाँदेखि हो किती छ मजा आयो आजको दिन ओए आजको दिन राम्रो भयो धेरै साथीहरू हामी साथीभाइ कति हामी 5 जना सँगै आएको थियौँ अनि साथै हामीभन्दा अगाडि आएको 7-8 जना रहेछ सो या भिडियोमा देख्नु होला तपाईँले एकदम मजा आयो आज चाहिँ के हो केटा कहाँ चढ रहेछ के हो नि भाग्यमानी है सम्पर्केको होइन है पानी पर्दैछ एकदम रमाइलो छ ट्रक पनि छिक्कै पाइहाल्यो है ल ओए सम्झौ के भन्नु के भन्ने छैन के भन्ने हो तिनीहरूको त त्यही रोक्यो